कथा हो। 1.5 वर्षको हुँदा आमा गुमाए, 6-7 वर्षको हुँदा बुबा पनि टाढा जानुभयो। 1.5 वर्षको थिए आमा बित्नु भयो। आमाको अनुहार पनि सम्झनामा रहेन। अरूले आमा भन्दै काखमा सुत्ता, म भने चुपचाप आकाशतिर हेरेर रुन्थे। भगवानले किन यस्तो भाग्य लेखिदियो, सानै उमेरमा किन सबै खुसी दियो। आमाको मायाको अर्थ बुझ्न नपाउँदै मेरो सानो संसार नै टुटिदियो। त्यसपछि दिदीले मलाई हात समात्नु भयो, आमाको माया दिएर हुर्काउनु भयो। आफ्नो खुसी बिर्सेर मेरो खुसी खोज्नु भयो। आँसु लुकाएर मलाई हाँस्न सिकाउनु भयो। दिनहरू बित्दै गए, समय अगाडि बढ्यो, तर भाग्यले फेरि अर्को चोट दियो। 6-7 वर्षको हुँदा बुवा पनि जानुभयो। मेरो टाउको माथिको छानो नै हरायो। आमा छैनन्, बुवा छैनन्, तर उनीहरूको सम्झना अझै बाँचेको छ। आँसु लुकाएर मुस्कुराउन सिकेको छु, टुटेको मन लिएर पनि बाँच्न सिकेको छु। आज म ठुलो भए, धेरै कुरा बुझे, पीडाले नै मलाई बलियो बनायो। दिदीको मायाले जीवन थामियो, नत्र यो मन धेरै योगी नै हार्थ्यो। आमा बुवा जहाँ भए पनि सुनिदिनु, तपाईँको सन्तान अझै लडिरहेको छ। एक दिन तपाईँको नाम उज्यालो बनाउने छु। मेरो सफलता तपाईँलाई समर्पण गर्नेछु। यो घाउ कहिले निको हुँदैन, तर तपाईँको माया कहिल्यै मर्दैन। आमा र बुवा तपाईँहरू टाढा हुनुभयो, तर मेरो मुटुभित्र सधैँ जीवित हुनुहुन्छ।